यो फ्राइडे 15 मिटिङ हुँदैछ स्पेसली सुरुमा इन्भेस्टर प्रड्युसर तपाईँ कतिको एक्साइटेड हुनुहुन्छ तपाईँको एक्सपेक्टेसन के छ यो फिल्मबाट त्यो भन्नुहोस् सर्वप्रथम त एउटा टिपिकल नेम जुन चाहिँ हुँदै गइरहेको बेलामा चाहिने अहिले चाहिने नामलाई नै यसरी प्रस्तुत गर्नुलाई त एकदमै लागेको छ अनि सँगसँगै नाम मात्र नभइकन यो नामको लागि चाहिँ जुन मुभी मेकिङको लागि अब राइटरदेखि लिएर आर्टिस्टहरूदेखि लिएर हाम्रा सहकर्मी टेक्निसियन टिमहरूदेखि लिएर र जो जसले जाँदा जुन ठाउँबाट सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगले गर्दाखेरि म एकदमै उत्साहित छु कि मुभी चल्नेमा चाहिँ दुई मात्रै छैन जस्तो लाग्छ त हो अब भविष्य कसले देखेको छ होइन त्यो त अब थाहा छैन तर विश्वस्त चाहिँ छु कि जुन लोप हुँदै गइरहेको जुन नाम छ अनि जुन हाम्रो जुन चलन थियो जुन हाम्रो संस्कृति परम्परा थियो त्यसलाई चाहिँ हामीले उजागर गर्न सक्छौँ कि भन्ने हिसाबले र सँगसँगै राम्रो म्यासेज यो नेपाली समाजमा दिन सकिन्छ कि भन्ने हिसाबले चाहिँ हामीले बनाएको र त्यो सँगसँगै आज हिजो नै हामीले चाहिँ एउटा युनिभर्सल सर्टिफिकेट जुन हामीले सेन्सरबाट पाएका छौँ त्यसले पनि सबै समूहका बच्चादेखि लिएर वयसदेखि लिएर त्यहाँदेखि बुढापाका सबै समूहले हेर्न मिल्ने खालको मुभी बनेको छ यो एक किसिमको एउटा सर्टिफाइड मुभी नै हो युनिभर्सल भन्ने जस्तो मलाई लाग्छ त्यो कारणले गर्दाखेरि राम्रो नै हुन्छ जस्तो लागेको छ त्यति नै भन्न चाहन्छु हाम्रो राइटर हुनुहुन्छ प्रदीप भाटहरू तपाईँको यो जन्ती बाटो भन्ने टाइटल चाहिँ फिल्मले कसरी जस्टिफाई गर्छ कसरी राख्नु भयो यो टाइटल हाम्रो कथा भनेको व्यवहारिक सम्बन्धी कथा हो होइन अनि यो व्यवहारिक सम्बन्धी कथा पनि कस्तो भन्दाखेरि नचाहिँदो कुरा सोच्दै चाहिँदो कुरा आएको हो क्या एउटा टाइममा यहाँ एउटा तनावको पत्रकार भएका सिद्धिदेखि उसलाई मैले रेगुलर 10 दिनसम्म भाइ एउटा नचाहिँदो कुरा मात्रै गर्न मसँग भन्यो त्यसले नचाहिँदो कुरा गर्दै जानु कि नचाहिँदो कुरा चाहिँ यस्तो हुन्छ भनेको ठ्याक्कै फिल्म भन्न आएको 10 दिन रेगुलर के मैले सिक्किले 10 दिन रेगुलर मसँग गएको तर नचाहिँदो कुरा मात्रै गरेर इडियट स्टुपिड कुरा मात्रै गर भनेको गर्नै जान्दैन अनि हुँदै भएन क्या यो इडियट स्टुपिड कुरा यसरी गर्ने भनेर भन्दाखेरि कस्तो राम्रो कुरा गरेँ क्या मैले यो त फिल्मको कथा बन्छ भने त्यसलाई वर्कआउट गरेको बनेको होइन भन्दाखेरि यस्तो राम्रो बन्यो अर्को सिनेमा बनाउन आउनुभएको मान्छेलाई सिनेमा यो बनाउनु भने फेरि मैले त्यो बसाउनु बुकै रेडी भइसकेको कि त्यो दिएँ अनि त्यसमा चाहिँ कस्तो छ भन्दाखेरि अब त्यो कथा बनाउने क्रममा चाहिँ त्यो एउटा बोका पनि जोडिएको थियो कि कथामा आमाले चाहिँ मेरो छोराको बेहोस भनेर जन्ते बाख्रो खुवाउँछु गाउँलेहरूलाई जन्ते बाख्रो खुवाएर ढाकिदिन्छु भन्ने टाइपको आमाको सपना छोरो बिहे गर्न मान्दैन कि त्यो ट्रेलरमा पनि देखेको छ बिहे गर्न किन मान्दैन भनेको आमालाई माया गर्ने केटी नै पाएको छ क्या अनि अब त्यो ट्रेलरमै देखेको छ यो कुरा धेरै लुकाउनै पर्दैन लग्न हुन्छ त्यसपछि के हुन्छ घटनाक्रम एउटा आमालाई माया गर्ने केटी खोज्ने क्रममा हुने उथल पुथल भागादौडी चाहिँ अब के हो अब त भएको बोका पनि भागिरहेछ नि त आमाको सपना सँगसँगै बोका पनि भागिरहेछ पोस्टरमा भागिरहेछ फिल्ममा भागिरहेछ जताततै भागिरहेछ यहाँ हाम्रो टोमसमा पनि टाउको लागेर भागिरहेछ नि पुरा टाउको लगाएर बोका भाग्ने क्रममा अब दर्शकहरू कतिको हदसम्म भाग्ने पुऱ्याएको हुन्छ त्यो अवश्य कुराबाट थाहा भइहाल्छ होइन अनि यो अब यो कथा त्यसरी बन्यो कथा बनिसके पछाडि अब आर्टिस्ट सिलेक्सन गर्ने क्रममा त अब मैले सौगातलाई स्क्रिप्ट दिएँ उहाँ आउनु पनि भएको थियो निर्माता जोडिनु पनि भएको थियो एउटा नचाहिँदो सोद्धाखेरि राम्रो कथा बनेछ स्क्रिप्ट पढ कुन रोल गर्छु छानाको टिम भनेको मैले होइन अनि म यो कमलको रोल चाहिँ गर्छु भनेर ठिक छ सौगात नभयो त्यतिखेर फाइनल भयो निर्माता फाइनल नभइकन कि त्यस पछाडि अरू फाइनल हुँदै गएको कि अनि त्यस पछाडि के भयो भन्दाखेरि मैले त्यतिखेरै दिमागमा चाहिँ गरिमा हुन्छ यो केटी भनेको कि त्यसको दुईवटा कारण छ एउटा कारण भनेको मैले उसलाई चाहिँ त्यो लन्डन टु पेरिस भन्ने सिनेमा गर्दाखेरि यो सिनेमा भिडियो भने अर्को सिनेमामा दिने मेरो तिमीलाई चाहिँ एउटा प्रमिस भयो भनेको थिएँ होइन तर कुन सिनेमा थाहा छैन होइन उसले चाहिँ मलाई सानो रोल छ म त हिरोइन बन्न आएको मान्छे भन्दाखेरि चाहिँ ल ठिक छ होइन तिमी अहिले सानो एक जन्मेर पनि सबैजना सानै जन्मेको हुन्छ नि त पछि ठुलो हुने हो प्रोसेस हो यो होइन साइड कुकुर पनि पछाडि डान्सै गर्दा आयो यो ठुलो कुरो होइन यो प्रोसेस हो काम गर मान्छेको अगाडि आउँछु तिम्रो काम चाहिँ एप्रिसिएट भयो भने त अर्को सिनेमामा छँदैछ हामीलाई कलाकारहरू चाहिन्छ अन्त लेख्दा त्यो क्यारेक्टर यसरी डिजाइन भयो कि एक किसिमको यो गरिमा चाहिँ फिट हुन्छ है जस्तो लागेर सिमी भाइलाई चाहिँ यो गरिमा हुन्छ है भनेको त्यसले फिट पारेर न्युज पनि निकालिदिइहाल्छ कि तर उसलाई पनि थाहा छैन दाइ म हो त्यो फिल्ममा फोन गरेँ कि कहाँ छ न्युज आयो त्यसलाई फिल्मी खबरमा कि बुझ्नु भएन तर उसलाई पनि थाहा छैन तर त्यसपछि के भयो हामीले हिरोइन खोज्ने क्रममा चाहिँ धेरै अडिसन दियो के 6 महिना अडिसन दियो है
मैले कहीँ त्यो टाइममा बोलेको कुरो पुग्छ भन्छ नि अन्तिममा गएर उही अल्टिमेटली उही फाइनल भयो कि त्यो पनि 4 घन्टामा लास्ट हो कि र गरिमासित पनि जोडिहाल्यो नि यो फिल्ममा सुनिरहनु पर्दाखेरि चाहिँ तपाईँ कतिको इन्टरटेन गर्नुहुन्छ हुनेलाई धेरै कुराबाट आउँदो रहेछ जस्तो लाग्यो क्या जस्तै हाम्रो गरिमा तामाङ अनि उहाँले पनि म त्यो बेला हिमालयन टेलिभिजनमा एउटा इन्टरभ्यूको लागि गएको थिएँ र आएको छ गरिमा एकचोटि भेट्नु न भनेर डिरेक्टरलाई भने म भेट्दिनँ मेरो दिमागमा एउटा इमेजिनेसन छ म उसलाई मात्रै मतलब हुन्छ नि यस्तो खालको मैले सोचिरहेको छु मैले नयाँ ल्याउनु खोजिरहेको छु ऊ त अलिअलि देखिरहेको छ त्यही भएर भनेर सिधै रिजेक्टेड भएको हो म चाहिँ त्यो टाइममा तर फेरि यस्तो मिल्दै आयो कि पछि घुमेर फिरेर फिल्म मैतिर आयो र अहिले म यसरी फिल्मकै बारेमा यत्रो धेरै क्यामेराको अगाडि भन्दैछु कस्तो फिल गर्दै हुनुहुन्छ तपाईँको साइड दुईजना एकदम भेटरान एक्टर अलिकति यतापट्टि एकदम मल्टी ट्यालेन्टेड हुनुहुन्छ होइन कस्तो फिल गर्दै हुनुहुन्छ एकदम रमाइलो लागिरहेको छ ग्रेटफुल फिल गरिरहेको छु अब लन्डन टु पेरिस नराम्रो भए तापनि प्रदीप भाइले म तिमीलाई एउटा राम्रो सिनेमा गर्छु भन्नुभएको त्यो राम्रो सिनेमा चाहिँ हाम्रो सौगात सर र आशिक दाइसँग गर्नु लेखेको रहेछ त्यो कुराले चाहिँ मलाई एकदम धेरै खुसी दियो त्यसको लागि सबै टिम अब एकजना मात्रै भनेर पनि हुँदैन तर सबैजना टिम मलाई विश्वास गर्नुहुने हाम्रो जन्तेमाको होल टिम हाम्रो प्रोड्युसर साथीहरूले म माथि लगानी गर्नुभएको छ उहाँहरू सबैजनाले चाहिँ हृदयदेखि धन्यवाद दिन चाहन्छु र यता आशिक साहजी तपाईँको आइडेन्टिटी नै यति धेरै छ तपाईँलाई के भनेर रेकगनाइज गर्ने भन्ने जन्ती पार्टीले तपाईँलाई एज एन एक्टर कसरी इस्टाब्लिस गर्नु छ एज एन एक्टर कसरी इस्टाब्लिस गराउँछ भन्नको लागि त म ठ्याक्कै भन्न सक्दिनँ तर जन्ते बाख्रो एउटा राम्रो पारिवारिक चलचित्र बनेको छ निर्माताहरूले एकदम निर्माताज्यू हुनुहुन्छ सन्तोषजी उहाँले एकदम कुनै कसर छोड्नु भएको छैन राम्रो चलचित्र बनाउनको लागि त्यसै गरी सिमो सुनवारले पनि मेहनत गर्नुभएको छ हामी सबैले मेहनत गरेर चाहिँ एउटा राम्रो चलचित्र चाहिँ बनेको छ जस्तो लाग्छ चलचित्र राम्रो भइसकेपछि चलचित्रको चारै चौतर्फी तारिफ भइसकेपछि त त्यसमा आबद्ध भएका कलाकारहरूले पनि उत्तिकै आफ्नो पाइहाल्ला त्यही हो मलाई चाहिँ अब मेरो करियर चाहिँ कहाँ जाला के जाला भन्दा पनि फिल्म चाहिँ राम्रो होस् भन्ने छु अहिले चाहिँ सौगात दाइ तपाईँले कमलको भूमिका निभाउनु भएको छ होइन अघि भन्नु पनि प्रदीप दाइले यो क्यारेक्टर मै गर्छु भन्नुभयो होइन आफूलाई धेरै रिलेट हुने भएर अब रिलेट हुने भन्दा पनि मन पऱ्यो भन्नु अब यसो हेर्दाखेरि दुईवटा छान्दाखेरि मलाई चाहिँ नि अलि त्यस्तो खालको क्यारेक्टर नगरेको हुनाले पनि मलाई चाहिँ नि त्यो अलिकति दर्शकहरूलाई पनि मैले गरिराखेको भन्दा अलिकति फरक हुन्छ होला यो क्यारेक्टर अनि त्यो पनि मलाई पनि अलिकति चेन्ज हुन्छ आफूलाई पनि भनेर सौगात दाइको लागि ताली बजाउँ अनि भर्खरै जापानमा बेस्ट एक्टर तपाईँले त्यहाँनिर दिनुभएको स्पिच चाहिँ कति धेरैजनाले एकदम इन्ट्रेस्टिङ मान्ने हेरिरहनु भएको छ त्यो स्पिच कसरी तपाईँले तयार गर्नुभएको म पनि पढ्छु त्यसमा कति राम्रो बोल्नुभएको त्यो कसरी प्रिपेयर किनभने नर्मली तपाईँहरू अवार्डमा त्यसरी बोलेको पनि थाहा छैन हेर्दाखेरि नेपालीहरू मात्रै भइदिएको भए अलिकति हुन्थ्यो होला तर यहाँ फिलिपिन्सको एक्टरहरू होइन जापानको एक्टरहरू हुनुहुन्थ्यो त्यो भएको हुनाले पनि सबैलाई थाहा होस् भन्ने कुरा बुझियोस् भन्ने तपाईँले दौरा सुरुवाल ढाकाहरू पनि हजुर तपाईँ खासै त्यस्तो प्रपर ड्रेसअप गर्न अलिकति मन नरिसाउने मान्छे कसरी त्यो गर्नुभयो कसले रिकमेन्ड गर्यो कि कसरी कन्भिन्स त्यो होइन म आफैले नै हो मैले अनुपलाई पनि भनेको थिएँ तिमी के गर्दैछौ म यस्तो गर्छु ल म चाहिँ यो लाउँछु भनेर मैले आफैले बेला भनेको थिएँ त्यो त्यतिकै नेपाल भनौँ न नेपालबाट गइरहेको हुनाले चाहिँ जस्ट तपाईँ सोध्ने मान्छे त्यो बस्दैन न बरु किनभने हाम्रो सामान्य त जहिले पनि त्यतिखेर हुन्छ जसले सोधे त्यहीसँग कुरा हुन्छ नि त अनि के थियो कुरा कहाँ पुग्यो नेपालबाट अब पक्कै म गएको हुनाले मलाई त्यो चाहिँ लगाउँ जस्तो लाग्यो अर्को हाम्रो छिमेकको कमल सर यसको ओभरअल एक्सपिरियन्स कस्तो रहेको तपाईँ डान्स गर्नु भएको त्यो अहिले भिडियो पनि ट्रेन्डिङ भइरहेको छ होइन र त्यसपछि तपाईँ आफै पनि मुभीप्रति कस्तो एक्सपेक्टेसन राख्नु भएको छ सर्वप्रथम त सम्पूर्ण त्यहाँ गर्नेहरूलाई नमस्कार धन्यवाद दिन चाहन्छु
लामो समयदेखि नै मैले यो फिल्म क्षेत्रमा काम गरिरहेको छु र यसभन्दा अघिका फिल्महरूमा विभिन्न खालका चरित्रहरू निर्वाह गर्ने क्रममा प्रायःजसो मेरो भागमा टोले डन खालका क्यारेक्टरहरू धेरै पर्थे। थुप्रै फिल्ममा टोले डन खालको क्यारेक्टर गर्दै जाँदा जन्ते बाख्रोको कुरा आउँदा चाहिँ अलिकति त्योभन्दा मैले गरिरहेको भन्दा थोरै फरक खालको पात्रको कुरा आएको हुनाले मैले अनि त्यसमाथि अघि हाम्रो गरिमाजीले नै भने चाहिँ अब मुख्य पात्रमा सौगात दाई जुन चाहिँ मेरो पहिल्यैदेखिको आइडल पनि हुन्छ उहाँ हुन्छ भन्ने बित्तिकै अरू केही नसोचिकन जन्ते बाख्रोलाई चाहिँ स्वीकारेको हो र पक्कै पनि हामीले फिल्ममा काम गर्दाखेरि टिम राम्रो भएको हुनाले आफ्नो पात्र गर्न त मजा आयो नै, साथै ओभरअल टिमको सबैको काम हेर्दा पनि मजा आएको थियो। सुटिङको बेलामा हामी बसिरहँदा त्यो भएर सबै टिमको इनर्जीले गर्दाखेरि आफ्नो पात्रमा पनि काम गर्न मजा आयो र नाच्न त पक्कै पनि मजा आइ नै हाल्छ र अहिले हाम्रो गीत मुकुमुकुम्या पनि राम्रैसित अगाडि बढिरहेको छ र त्यो गीतले गर्दाखेरि अब मेरो पात्रलाई पनि अलिकति अगाडि आउनमा मद्दत गर्न सक्ने सम्भावना मैले देखेको छु। र सौगात दाइले भन्नुभएको छ अब चाहिँ फ्रन्टको मान्छेहरूले क्वेसन गर्नु पर्यो है तपाईँहरूले। मुकुमुकुम्याकै कुरा आइरहँदाखेरि चाहिँ सौगात दाइको डान्सलाई लिएर अडियन्सहरूले एकदमै धेरै मतलब कति राम्रो डान्स गर्नुभएको भन्ने खालको कमेन्ट्सहरू आइरहेको छ होइन। तपाईँको डान्सलाई एकदमै रुचाइरहेको छ अडियन्सहरूले। भर्सटाइल एक्टर सौगात मल्ल त्यो त पहिल्यैदेखि आउँथ्यो, डान्स चाहिँ किन लुकिरहेको थियो सौगात मल्लको भन्ने खालको कमेन्ट्सहरू धेरै आइरहेको छ, के भन्न चाहनुहुन्छ? त्यो चाहिँ के भन्छ प्र्याक्टिस गर्ने समय एक दिन मैले पाएको थिएँ र हाम्रो डान्स डिरेक्टर उहाँको पनि मेहनत छ होइन, उहाँले जे जे गराउनु भयो त्यही अनुसारले नै गरेको। एक दिन मैले 1-1.5 घन्टा गर्ने रिहर्सल गर्ने अवसर पाएँ। त्यसको लागि सबैलाई थ्याङ्क यू भन्छु जसले चाहिँ मलाई त्यो व्यवस्था मिलाइदिनु भयो 1-1.5 घन्टाको लागि। त्यतिले चाहिँ राम्रो भयो होला भन्ने। जन्ते बाख्रोकै कुरा आएर आउँदाखेरि चाहिँ अब इन्डस्ट्रीको कसको चाहिँ जन्ते बाख्रोको भोज खान मन छ त यहाँहरूलाई? जसले बोलाउनुहुन्छ सबैको खाइदिने नि उहाँको बेमा गएर चाहिँ जन्ते बाख्रोको भोज यसरी खान मन छ भन्ने खालको होला नि त। अब माइन्डमा फ्याक्टर कोही आइहाल्नु भयो अहिले हजुरको प्रश्न अनुसार त तत्काल सौगात दाइकै खाउँ धेरै भइसक्यो होइन। बाँकी चाहिँ दाइले नै भन्नुहुन्छ। त्यही अब डेट कति गते? जेठ 23मा त जन्ते बाख्रो छँदैछ। हजुरले आफैले चाहिँ जन्ते बाख्रोको भोज कहिले खुवाउनुहुन्छ त? उहाँको त झन् अब तपाईँको जन्ते बाख्रोको भोज खाने सपना आने रहेछ, कहिले खुवाउनुहुन्छ? अब यो जेठ 23 को सबभन्दा सकियोस् अनि त्यसपछि बल्ल अर्को पालै पालो 1 by 1 भन्छ। तपाईँलाई चाहिँ कसको जन्ते बाख्रोको भोज खानु मन छ? इन्डस्ट्रीको कोही व्यक्तिको? मलाई त्यस्तो कोही छैन, त्यस्तो कोही दिमागमा छैन कि यसको खाना पायो भने त्यो भन्ने त्यस्तो। गरिमाजी हजुरको अब कसै इन्डस्ट्रीको कोही व्यक्तिको जन्ते बाख्रोको भोज खान पायो हुन्थ्यो त्यस्तो छ कि छैन? अब भोज खानु त सबैलाई मनपर्छ, मलाई पनि मनपर्छ। त्यही भएर लगभग बोलाउनु भएको जति सबैकोमा गएर खाना पाऊँ भन्ने छ। अब यहाँ हेर्दाखेरि चाहिँ अब फेरि सौगात सर्कै होला जस्तो छ सुरुमा, त्यही भएर सौगात भइसक्यो कतिको अब उहाँको अब हुन बाँकी छ, त्यही भएर पहिला उहाँकै खाउँ। तपाईँको पनि त हुन बाँकी हो नि, तपाईँ चाहिँ कहिले खुवाउनुहुन्छ? मेरो उहाँको पछि। ए भनेपछि सौगात दाइले जन्ते भोज खुवाउनु हुने बित्तिकै हजुरको पालो, त्यसपछि मेरो पालो। कति भाग्नु भयो त? अघि हाम्रो राइटर साथले भन्नुभयो नि जुन जन्ते बाख्रोको एउटा क्यारेक्टर छ, बिहेको लागि चाहिँ त्यो क्यारेक्टर एकदम भागिरहेछ होइन, बिहे गर्न इच्छा छैन भनेर। रियल लाइफमा पनि तपाईँ त्यसै गरी भागिराख्नु भएको त होइन? त्यसरी चाहिँ मलाई लागेको छैन। त्यो भएको भए त अहिलेसम्म भइ नै सक्थ्यो होला, त्यस्तै प्रकारले लागेको होइन। त्यो पनि छैन, समय हेरिरहेको आफूले भनेर हुँदैन होइन। समय आएपछि आफै हुन्छ, त्यो कुरामा सोचेर बस्ने पनि कुरा आएन। मेरो त भर्खर मैले काम गर्न सुरु गर्दैछु अनि अहिले नै अब तर तपाईँ मन खाने केटी हुनुहुँदो रहेछ नि त, केटाहरूको मन खाने केटी होइन, चोट लाग्यो एउटा चोट परेको केटी होइन। हेर्ने केटाहरूले बिहे गर्नको लागि त लास्टमा त्यस्तै केटी रहेछ नि त। अनि तपाईँलाई त तपाईँको नजर त धेरैको, तपाईँकोमा नजर त धेरैको परेको होला नि त। त्यो चाहिँ वास्तवमा म होइन होला, त्यो सम्झना क्यारेक्टर होला होइन। तपाईँ चाहिँ क्यारेक्टरसँग मेल खाँदैन भनेपछि कुनै कुनै पाटोमा चाहिँ खान्छ होला, तर धेरै
कुराहरू चाहिँ खाँदैन त्यति विधि सरल त्यति विधि सोझो पनि छैन म जस्तो लाग्छ इन रियल लाइफ भनेको धेरै बाटो भइसक्यो इन्डस्ट्रीमा काम गर्दाखेरि मलाई इन्डस्ट्रीले धेरै कुरा सिकायो त्यसले गर्दा म धेरै कुरामा चाहिँ म बाटो हुन सिकिसकेँ जस्तै उत्सवको प्रश्नबाट म कसरी बच्ने कसरी हाइपोथेटिकल भएर क्वेसनको उत्तर दिने यता पनि ठिक्क उता पनि ठिक्क बाख्री होइन क्या बाख्रो खसी भनेको त परिवार नियोजन बाख्रो भनेको बोका भनेको त परिवार नियोजन नगरेपछि बाख्री पनि बोका भयो परिवार नियोजन गरेपछि खसी भयो होइन परिवार नियोजन नगरेको जे पनि बोका भयो त बाख्री मलाई थाहा छैन नियोजन नगरेको सबैजना बोकै हो जसले फिमेललाई बोका भन्दैन नि बाख्रो बाख्री हो हाम्रो गाउँमा एकजना दाइले हाम्रो स्वास्नीलाई गएर खसी भन्थ्यो कि ओ खसी भनेर बोलाउँथ्यो कि रिसुले गर्दा किन स्वास्नीलाई खसी भन्छ भन्दाखेरि परिवार नियोजन गरेर त्यो अहिलेसम्म कन्फ्युज छु यो प्रश्न यतिचोटि आइसक्यो त्यसको उत्तर आइसकेर मैले भनिहालेँ परिवार नियोजन गरेपछि खसी परिवार नियोजन नगरेको भनेपछि यो परिवार नियोजन गरेको पर्यो कहाँ बाख्रो भनेको त खसी पनि त्यो बाख्रो भनेको त लिङ्ग भएन स्त्रीलिङ्ग होइन त बाख्री भनेको सकेपछि चाहिँ धेरैले के भनेको छ भने हो सबै फिल्म नै टेलरमा आइसकेको छ सबै कहानी नै सही भनिसकेको छ भनेर धेरैजनाले भन्नुभएको गुनासो भन्दाखेरि पनि होइन त्यो भन्नुभएको थियो क्या सबै कथा सबै थाहा थपै हाल्यो नि हामीले फिल्म टेलर हेरेर सबै टोटली क्लियर छ त भनेर भन्नुभएको छ जुन चाहिँ एकदमै गलत हो होइन त्यो टेलरमा हेरेर उहाँले फिल्म बुझ्नुभयो भने जुन प्लट छ हाम्रो जे छ फिल्म जे जुन स्टोरीमा बनेको छ जस्तो त्यो चिज चाहिँ हाम्रो टेलरबाट चाहिँ थाहा पाउनु हुने मान्छेलाई त हामी पुरस्कारै दिन्छौँ एउटा जनते भएको होइन किनभने जुन टेलरमा जे छ त्यो टेलरमै छ होइन त्यो फिल्ममा अर्ग्यानिक छ त्यो उसले भने जस्तै के अरे बोका र के अरे बाख्री भने जस्तै त्यत्तिकै फरक छ अनि फिल्म चाहिँ रमाइलो नै बनेको छ जस्तै हाम्रो होल टिमले अब हाम्रो कलाकारहरूले सोध्नुहोस् होइन दर्शकलाई कन्भिन्स गर्नुपर्दा जनते बाख्रोलाई हेर्नको लागि कसरी कन्भिन्स गर्नु रमाइलो छ फिल्म रमाइलो छ र अब फिल्म हेर्ने नै त्यस रमाइलोको लागि नै हो होइन रिलिजसम्म रमाइलो छ त्यसपछि आइसकेपछि मनोरञ्जन दिन्छ मजासँग भरपुर मनोरञ्जन दिन्छ कमेडी छ लभ छ माया छ होइन इमोसनल पनि बनाउँछ सबै चिज छ त्यसमा अब आमा छोराको बोन्डिङ छ होइन के अरे प्रेमिकाको झगडा छ माया छ नोकझोक छ होइन साथी दोस्ती यारी छ होइन धेरै चिज छ त्यो धेरै चिजलाई समेटेर एउटा हाम्रो प्रदीपजीले जस्तै हाम्रो फिल्मको मेन जन्तु बोकाले राम्रो स्क्रिप्ट लेख्नु भएको छ होइन त्यो स्क्रिप्टलाई चाहिँ हामीले सायद हामी सबै कलाकार हाम्रो होल टिमले चाहिँ होइन एज अ के अरे टेक्निकल सबैजनाले चाहिँ राम्रो न्याय नै दिएको छु जस्तो लाग्छ उहाँको त्यो जहिले पनि त्यो एउटा अझै पनि मेरो कमेडी फिल्मलाई लभ स्टोरी बनायो भने बाहेक अरू चाहिँ होइन हामीले राम्रै गरेको जन्तु बोका होइन नि त फिल्मको नाम जन्तु बोका होइन जन्तै बाख्री होइन जन्तै बाख्रो शिव साहब फिल्मको बारेमा अब तपाईँको निर्देशकको पात्रबाट कस्तो बनेको छ फिल्म र किन हेर्ने यो फिल्म अनि यो जन्तै बाख्रोलाई तपाईँले सन्तोष सरले फिल्ममा लगानी गर्नुको मेन कारण के थियो स्क्रिप्टले तान्यो या एउटा फिल्म बनाउँछु राम्रो कल्चर बुझाउने भन्ने थियो या के थियो तपाईँको फिल्ममा लगानी गर्नुको कारण चाहिँ यहाँ आउनुको मेन फिल्मै बनाउँछु भन्ने घुमाइ अब स्ट्रेट कुरा गर्दाखेरि के हुन्छ भन्दाखेरि जसरी जे भन्ने तापनि हाम्रो चाहिँ घर खर्च चाहिँ हामीले कमाएपछि मात्रै चल्छ पेट कमाएपछि मात्रै भनिन्छ डेफिनेटली मुभी बनाउनुको प्रमुख कारण हाम्रो बिजनेस नै हो होइन केही अब पैसा अलिक बढी कमाउन सकिन्छ भन्ने एउटा प्रमुख कारण हो
किनभने हरेक कुरा चाहिँ इन्कमसँग जोडिएको छ। त्यस्तै गरेर दोस्रो कारण भनेको यो इन्डस्ट्रीमा आइसकेपछि एउटा फ्रेन्ड सर्कल अलिक डेभलप हुन्छ होइन पनि त्यो देखेँ। अनि त्यो अनुसार यो भयो भने सबैजना भने अब भने प्रदीपजी भयो शिवजी भयो अनि चाहिँ हामीले सबैजना पहिला त फोटोमा मात्रै टिभीमा मात्रै देखिन्थ्यो, अब त सँगै बसेर चाहिँ एउटा चाहिँ फ्रेन्ड सर्कल जस्तो भएको छ, एउटा रिलेसन डेभलप पनि हो। र सँगसँगै चाहिँ अब शिवजी र मैले चाहिँ पहिल्यैदेखि भन्दै आइरहेको छु, शिवजी र मेरो पनि पहिला दोस्ती होइन, छोरीहरूको दोस्तीबाट चाहिँ नि हाम्रो चाहिँ रिलेसन डेभलप भयो। त्यसमाथि मुभी मेकर होइन, मुभी मेकिङ गर्ने अनि त्यो चाहिँ मलाई त्यो सजिलो पनि भयो, सहज पनि भयो। त्यो कारणले गर्दाखेरि पनि त्यो दुई तिनवटा कारणहरूले गर्दाखेरि मुभी मेकिङ गरे। प्रमुख कुरा त इन्कम जेनेरेट नै हो, सिनेमा निर्माता बन्नु अघि फिल्ममा लगानी गर्नु अगाडि छैन मैले केही पनि केही बुझ्नु यस्तो थियो। म प्याज होइन के थियो भने उहाँ आउनुभयो। एक्चुअली कस्तो भने हामी जस्तै छोरीहरू एउटै स्कुलमा पढ्छ अनि ठ्याक्क एक्चुअली फङ्सन हुन्छ नि त, फङ्सनमा चट्ट छोरीको फङ्सन थियो, म पनि गएको थिएँ ठक्क। अनि उहाँ पनि हुनुहुन्थ्यो, चिप्सी आएर सर र बाइकले नै ठक्क भेट भयो। भेट्ने थियो, उहाँले एकैचोटि सोध्नुभयो क्या, सुमोजी यो फिल्म बनाउन चाहिँ के छ, कस्तो छ, पैसा कस्तो छ, के छ, कस्तो छ भन्ने कुरा सोध्नुभयो क्या। अनि के छ भन्दाखेरि उहाँलाई इन्ट्रेस्ट छ भन्ने कुरा गर्नुभयो होइन। त्यसपछि मैले उहाँलाई सोधेँ ठिक छ त्यो त प्रब्लम केही पनि भएन, तर तपाईँले बनाउँदाखेरि चाहिँ पहिलो फिल्म बनाउँदाखेरि चाहिँ धेरै कुराहरू सिक्नुपर्ने हुन्छ, धेरै कुरा थाहा हुँदैन, एकदम कम बजेटमा चाहिँ बनाउनु होला होइन, यतिभन्दा बेसी चाहिँ खर्च नगर्नु होला मेकिङमा भने मैले प्याक्ट बोलिदिइहालेँ। के थाहा आखेर बजरपात मलाई नै हुँदो रहेछ होइन, थाहा थिएन उहाँले मसँग फिल्म बनाउनुहुन्छ भनेर, के थाहा मलाई लाग्ने थिएन। उहाँले त्यही चिज समात्नु भएको थियो, एउटा बजेटमा पुक्क मान्नु यतिमा बनाउनु भने त तपाईँ सेफ हुनुहुन्छ के भन्दै थिएँ। त्यसपछि त्योभन्दा बढी नै के हो फिल्ममा पछि तपाईँले भने भन्दा बढी नै के हो बजेट? त्योभन्दा त उहाँले कहाँ बढाउनु त, मेरो खर्च गरेको हो नि। अनि कस्तो के भइसकेपछि पछि आएर अनि त्यसको एक हप्तातिर पछि मैले पढाउनु भयो मलाई। अनि त्यसपछि आएर रसमस एउटा फिल्म बनाउनु पर्ने भयो, मिटिङ गर्नु पऱ्यो भन्नुभयो। अनि मिटिङमा हामी बगैँचामा मिटिङ भइसकेपछि भने मिटिङ स्क्रिप्ट छ यताउता, मसँग आइडियाहरू पनि छ, अनि यसपछि स्क्रिप्ट लेख्नुपर्छ भनेर भन्नुभयो उहाँले। आइडिया साइडिया सही भयो, सबै रिसर्च गर्नुभयो होला भन्दा नि मैले। त्यसपछि आएर प्रतिभा दाजु बोकेर गएँ म, टक्क गइसकेपछि ठ्याक्कै उहाँको साथीहरू हुन्थ्यो टन्नै, मिटिङ बस्यो। अनि मिटिङ बस्दाखेरि त्यहाँबाट चाहिँ ल फिल्मको नाम चाहिँ खरानी हो, टाइटल खरानी। उहाँलाई पहिल्यैदेखि एउटा फिल्म गर्नु खरानी हो, कथा सुन्नु त भने केही पनि छैन होइन, यो आइडिया मात्र छ, केही पनि छैन। अनि त्यसपछि आएर यस्तो तरिकाले हुँदैन यता सबैसँग फेरि फिल्मको बारेमा बुझ्नु भएको छ कि पनि बुझ्नु भएको छ। अनि मैले उहाँलाई पहिलो प्रश्न के सोधेन, तपाईँ फिल्म के को लागि बनाउनु किन भित्रैको हुन्छ नि त, तपाईँ सोक्समा एज एउटा फिल्म बनाउँछु भनेर आउनु भएको थियो, इज इट यर बिजनेस कि बिजनेस गर्नलाई एउटा इन्डस्ट्री नै तपाईँले बिजनेसम्यान हो भनेर आउनुभयो कि भन्ने बित्तिकै उहाँले म खास लगानी बिजनेसै हो, मलाई पनि मैले जुन ठाउँमा बिजनेस गरेको छु सबै बिजनेस मेरो सफलै भएको छ। र यो पनि एउटा राम्रो ठाउँ हो, यसमा पनि लगानी राम्रोसँग गरेर यसलाई राम्रोसँग बनायो भने फिल्महरूको पनि विकास हुन्छ, प्लस अब एज अ रेगुलरमा प्रोड्युसर भयो भने होइन राम्रो पनि हुन्छ भन्ने खालको उहाँले भन्नुभयो। ठिकै छ बिजनेस हो भने चाहिँ ठिकै छ, त्यसो भएपछि तपाईँले के अरे धेरै कुराहरू पनि सिक्नुपर्छ यही प्रोसेसमा। र सकेसम्म पहिला चाहिँ लो बजेटमा नै बन्न सक्ने, तपाईँले पनि बुझ्न सक्ने खालको हिसाबमा अलिकति, किन उहाँको त्यो चाहिँ अलिकति भास्ट नै थियो खरानी, एकदमै त्यो बिग बजेट नै जानेवाला थियो बजेटमा। त्यो भनिसकेपछि चाहिँ अनि उहाँलाई त्यहाँबाट यस्तो खालको त्यही खरानीमै नै जो खरानीबाट निक्लिने भन उहाँलाई खरानी नै गर्नु छ जे भयो जस्तो भयो, टाइटल खरानी नै गर्नु छ। अनि भइसकेपछि अनि त्यही खरानीकै फेरि अर्को सेकेन्ड मिटिङमा चाहिँ अनि प्रदीप र हामी त्यो जति बाख्रो चाहिँ हामीले बनाउने पहिला चाहिँ हाम्रो प्लान थियो क्या, एउटा राम्रो एउटा सब्जेक्ट भयो भने त राम्रो हुन्छ नि भनेर त्यो सुना त उहाँ सुन्नु मनै थिएन, उहाँलाई सुन्दैन भन्नुभएको थियो। त्यसपछि आएर सुनाइदियो प्रदीप भारद्वाजले 15 मिनटमा स्टोरीको सारा सरर सुनाएपछि भएको उहाँको साथीहरू सबैलाई मन पऱ्यो, ओ यो त राम्रो छ त। उहाँ चाहिँ खरानीमै हुन्छ उहाँको साथीले तपाईँले नबनाउने म बनाउँछु पनि भन्नु उहाँको एकजना साथीले। अनि पछि बल्ल बल्ल मैले उहाँलाई कन्भिन्स गरेर यसमा ट्राई गरौँ यसो गरौँ भनेपछि त्यसरी चाहिँ बल्ल सुरु भएको हो होइन। तर उहाँ चाहिँ आफ्नो काममा चाहिँ जस फिल्म मेकिङलाई पनि उहाँले एज अ बिजनेसको तरिकाले हेर्नुभएको हुनाले बिजनेस पोइन्ट अफ भ्यूमा जाँदाखेरि मान्छेहरूको हुन्छ नि त, त्यो कारणले गर्दा चाहिँ हाम्रो काम गर्नमा चाहिँ केही पनि एज अ जुन प्रोड्युसरहरूसँग जुन एउटा कहिलेकाहीँ चाहिँ डिरेक्टरको अथवा टेक्निकल टिमको आर्टिस्टहरूको जुन पर्छ नि त त्यो चाहिँ केही पनि परेन। उहाँले त्यो वातावरण चाहिँ एकदम सहज बनाइदिनु भयो र एज अ बिजनेस वाइजकै हिसाबबाट नै उहाँले जस्ट एज अ प्रोड्युसर चाहिँ राम्रै काम गर्नुभएको छ।
20औं प्रजातिको नयाँ प्रजातिको यहाँ धेरैजना तपाईँको पोस्टरमा त्यो डोरी बोकेको कुरा चाहिँ एकदमै यो डोरी चाहिँ किन डोरी सम्बन्धी चाहिँ केही पनि नबोलाइ तर डोरी हेर्दाखेरि त बोकाएन रागै तान्ने जस्तो राम्रो जस्तो छ त खास के होइन क्या सिमोस हेर मैले खास मैले फोन उठाएन भनेर गुनासो गरेको थिएँ नि त फोन उठाएन मैले तिन म रोडमा बिजी थिएँ फोन गरेर म फिल्ममा छु कि छैन भनेर भन्यो अनि त्यसले साह्रै तैँले मेरो नाम राखेर तैँले मलाई फिल्ममा मैले बोकेको रहेछस् तैँले मलाई फिल्ममा खेलाइन्छौ भने यो डोरी बोकेर यही डोरीमा झुन्डेर ओर्छ भनेर बोकेको थियो त्यो त्यही भएर मन परेर राखेको क्या रमाइलो छ बाख्रा समात्न जानको लागि पनि डोरी प्रयोग गरिरहेको छ बोकिरहेको छ एउटा क्यारेक्टरको प्लट जस्तो हो अब बाँकी कुरा त फिल्म हेरेरै थाहा पाउनुपर्ने हुन्छ पोस्टर हेर्दा त यसलाई दुईजनाले यसैले म ठिक पारिदिन्छु टाइपको माइने अनि नजिकै छ त ठिक पार्दिन न त के भन्यो ठिक पार्दैन त्यो फिल्म हो यो फिल्म हो ओके अन्तिममा छौँ के भन्न चाहनुहुन्छ होइन अन्तिममा सौगात दाइलाई बिहे हुन दिएनन् होइन मायामा तपाईँको अब तगारो बनेर आयो भोलिको दिनमा एक्सहरू भने के गर्ने फिल्मले केही आइडिया सिकायो फिल्मले त्यस्तो के भन्नु तपाईँको प्रश्न जटिल प्रश्नहरू मध्ये एक नम्बर होइन पहिला गरिमाजीलाई सोधौँ न त अनि त्यसपछि एन्सर आउन सक्छ भोलिका दिनमा तपाईँका नि होइन एक्सहरू तगारो बनेर आयो भने मायामा बिहेमा के गर्ने भयो भने तपाईँले भनेपछि मात्रै सौगातजीलाई नि एन्सर आउँछ क्या अब जसरी यो फिल्मको कन्टेक्स्टमा हेरौँ न जस्तै अब विभिन्न पात्रहरूसँग उहाँको कुरा मिल्दैन त्यसपछि आफ्नो मिल्ने पात्र भेटिन्छ त्यसरी नै सोध्छु होला म अब उहाँहरूसँग मिलेन त यता राम्रो हुनुको लागि होला भन्ने सोध्छु जस्तै यो मलाई मेरो लागि जटिल थियो साइडमा लगाएर सम्झाउने पठाइदिने बिहामा त्यो भन्ने सौगात सर तपाईँलाई खुसी मनपर्छ कि मलाई भन्नुहोस् अहिलेको लागि त बाख्रै मनपर्छ बहिनीको नाम के छ मलाई पनि अहिलेको लागि त जम्ते बाख्रो नै मनपर्छ यो बाहेक अरू केही मनपर्दैन के गर्नु खसी खानुहुन्छ धेरै बाख्रा मनपर्छ भन्नु परेको छ है त्यस्तो खुसी मन पराउने मान्छे पनि छैन म अलिकति चिकन प्रेमी भएको हुनाले अहिले चाहिँ म बाख्रो प्रजातिहरूमा अहिलेको 19वटा बाख्रो प्रजातिहरूमध्ये हाम्रो 20औं प्रजाति जम्ते बाख्रो मात्रै जमुनापारी बाख्रो हो जमुनापारी प्रजातिको बाख्रो हो निर्देशकजीलाई मेरो प्रश्न अहिले आन्दोलन सडकमा चलिरहेको छ नि होइन महाभोज जेठ 15 गते नचलेर अहिले रोकिरहेको छ नि होइन तपाईँको यो फिल्म जेठ 23 गते लाग्ने नै हो त्यसो भए मेरो बिन्ती छ आन्दोलन चलिरहेको ब्यापक रूपले फाइदा होइन मैले भन्न खोजेको चाहिँ त्यो टाउन स्लिपै हुने थियो तर भन्नु रोक्नुपर्छ भन्ने होइन रोकिएला कि नरोकिएला आन्दोलनले गर्दा प्रभाव पार्ला कि नपार्ला भन्नुभएको असल अब आन्दोलन चर्ने ढङ्गमा पारिहाल्छ तर कसले देखाएको छ त्यो कुरालाई जस्तै जुन तरिकाले महाभोज सर्नु भयो उहाँहरू होइन उहाँहरूको अब आन्दोलनको कारणले उहाँहरू सर्नु भयो तर त्यति आन्दोलन त्यति असर त पारेन यदि उहाँहरूले त्यो डेट नसार्नु भएको भए उहाँहरू कतिवटा बिदा थियो एकदम राम्रो डेट थियो नि त 15 गते त होइन पछि धेरै स्पेस उहाँले धेरै पाउनुभयो क्या त्यो भयो उहाँहरूलाई अब भन्न सकिँदैन अब भन्नुहोस् न जस्तै फर इक्जाम्पलै लिनु पर्दाखेरि हाम्रो जुन के अरे त्यो डाँडा रेसम बिजुली 1 यत्रो हाइपमा थियो होइन शुक्रबार रिलिज भयो त्यत्रो मजासँग बिजनेस गर्यो शनिबार त्यत्रो मान्छे भिजाभिज भएको थियो भुइँचालो लाग्यो क्या त्यसमा लिएर आन्दोलन भन्ने कुराहरू होइन उहाँ कुन बेला भटिन्छ कुन बेला भटिँदैन त्यो हामीलाई थाहा पनि हुँदैन होइन सर त्यो आफ्नै पाटोमा छ अनि हाम्रो
कार्य हाम्रो जुन चिज छ हाम्रो जुन धर्म छ त्यो हाम्रो आफ्नै पाटोमा छ सो त्यो कारणले गर्दा जुन डेट हामी फिक्स गरेर अहिलेसम्म उ गरेका छौँ होइन त्यो त त्यसमा नै हामी छौँ। अब गौतम बुद्ध चाहिँ अब 23 गतेदेखि होल नेपालै बन्द भयो, चक्का जाम भयो, केही पनि चल्दैन भनेर गयो भने त हामी पनि केही गर्न सक्दैनौँ। हलै बन्द भयो भने चाहिँ कहाँ लाउँथ्यो होइन त्यो परिस्थितिमा चाहिँ हुने कुरो हो, नत्र भने चाहिँ अब अहिले त्यो भन्नुपर्ने हाम्रो त्यही छ, जन्ते बाख्रा आउँदैछ होइन, पक्कै पनि तपाईँहरू सबैलाई चाहिँ टिजर टेलरहरू हेरिसक्नु भएको होला, त्यसबाट पनि अनुमान लगाउन सकिन्छ के खालको फिल्म हो भनेर। अनि पक्कै पनि तपाईँलाई इन्टरटेन गराउला होइन र रमाइलोसँग तपाईँको 2 घन्टा चाहिँ नि बित्नेछ, सपरिवार हेर्न मिल्ने खालको चलचित्र बनेको छ। आएर हेर्नु सबैलाई चाहिँ आग्रह गर्छु।